हेर भाइ आज बिच बिचमा हाँ र हुँ हि हाँ गर्न नआइज। आज म्याडम एकदम रिसाएको छ। आज हाँ र हुँ गर्न आइस् भने त पनि खान्छस् म पनि खान्छु। त्यो भन्दा राम्रो तिमीलाई हाँ र हुँ हि गर्नु छ भने अहिले नि यहाँ माथि गरिहाल त। गरिस् हैन? अब नआइज, नभए आज कालीको रूप लिएछ है। ताल परो भने खुकुरी लिएर सबैको टाउको छिनाएर त्यही तिमीहरूको काली माईको रूप पनि लिन सक्छु। हिजाब लगाएर तिमीहरूको टाउको छिनाएर हिँड्छु। क्या बोला तूने? हिजाब लगाएर तिमीहरूको टाउको छिनाएर हिँड्छु। तिमीहरूलाई त्यतिकै भनेको छैन आतंकवादीको जर हौ तिमीहरू। तिमीहरू आतंकवादीको जर हैन, तिमीहरू आतंकवादी नै हौ। तिमीहरू मार्ने र काट्ने कुरो गर्छौ। बुझिस? नेपाल अधिराज भरि तिमीहरूको पुस्ता खुलो भने तिमीहरू सबै इन्डियाबाट आएको। मस्त जोक मारा रे। या हँस रे हल्कट हँस। हामी भनेको पुर्खौली नेपाली हौ। पुर्खौली नेपाली हौ। हामीहरूको भेट्दैनौ तिमीहरू इन्डियन पाकिस्तानी कतैको क्या क्या कहना क्या चाह रहे हैं भाई आप? कतैको पनि। यो नेपाल तेरो बाउको हो। ना, यो नेपाल तेरो बाउले बनाएको हो। तेरो बाउको हो यो नेपाल। भोलि राज्यले राम्रैसँग छानबिन गर्यो भने तिमीहरूको माथि जम्माजुमी 3 या 4% भेट्छौ तिमीहरू। सबैको भोलि झोरा बोरा कसेर अहिले जुन हिसाब गर्दैछौ न तिमीहरूले 40 लाखको, त्यहाँबाट तिमीहरूले स्योर पुर्खौली भनेको जम्माजुमी 20 लाख भेट्छौ। 20 लाख झोरा बोरा कसेर बङ्गलादेश, रोहिङ्ग्या, पाकिस्तान कुद्नुपर्छ। तिम्रो बाउको हो नेपाल। गरोस्, हामी त भन्छौँ छानबिन गरोस् नेपालले। नेपाल सरकारले छानबिन गरोस् र शरार्थीहरूलाई लात्ताले हानेर यहाँबाट लखाटोस्। छानबिन गर्छौ? फेरि मार टोक्ने झाँक्री।